नमस्ते, मेरो नाम सेविका अर्याल। म कक्षा 1 मा पढ्छु। आज म एउटा यस्तो फलको बारेमा भन्दैछु कि त्यसले हजुरहरूलाई एकदमै कतिपयले यो फल देख्नुभएको होला, कतिपयले नदेख्नु भएको होला। यो पुरा भिडियो हेरेर मलाई कमेन्ट गर्नु अनि लाइक र सब्स्क्राइब गर्नु। म आज यो फलको बारेमा भन्दैछु। यो फलको नाम मेवा हो। यो फल धेरैजसो नेपालमा पाइन्छ। यो फल हाम्रो लागि हाम्रो स्वास्थ्यको लागि अत्यन्तै गुणकारी हो। यो फल सेवन गर्नाले हाम्रो आँखालाई राम्रो गर्छ अनि फेरि पेटलाई पनि एकदम राम्रो गर्छ। झन् डेङ्गु भएकोलाई त एकदम राम्रो अनि कब्जियतलाई पनि झन् राम्रो गर्छ। मेवामा पर्याप्त भिटामिनहरूको मात्रा पाइन्छ। यो फललाई अङ्ग्रेजीमा पपैया भनिन्छ। हजुरले भन्नुहोला कि यो भिडियो हजुरलाई कस्तो लाग्यो अनि लाइक र कमेन्ट अनि फेरि सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।